नमस्कार। आज हामी गौरीगञ्ज गाउँपालिका स्थित रहेको एउटा राम्रो घरेलु लोकल कुखुरा फर्ममा आएका छौँ। यो त्यति धेरै लगानी नगरे तापनि राम्रै आम्दानी गर्न सकिने व्यवसाय रहेछ। यस व्यवसायका आम्दानी तथा खर्च, चुनौती र बजारीकरण के कस्तो रहेछ आउनुहोस् लामो समय विदेश बसी यसै व्यवसायमा होमिएका एकजना कृषकसँग कुराकानी गरौँ। नमस्कार हजुर। नमस्कार नमस्कार। ए ल, अनि के अन्डा हातमा लिएर बसिरहनु म भएको छ? अन्डा यहाँ यसो उठाएर बसेँ, यो अन्डा पार्दैछन् कि कलेक्सन गरिरहेको छु। ए हजुर। ए अनि अब यहाँ के हुन्छ भने फाटाफुटी कोही कोही कुखुराले बदमासी गरिदिन्छन् क्या। बदमासी गरिदिन्छन्? हजुर। अन्डा खाइदिन्छन् कि आफ्नै त कसो? आफ्नो त होइन, अर्कोले चाहिँ आएर खाइदिने हो। हजुरको शुभ नाम चाहिँ? मेरो चाहिँ रमेश खनाल है। रमेश खनाल हजुर। हजुर। ए काममा व्यस्त हुनुहुन्छ? काममा व्यस्तै भन्नु पर्यो। एकछिन कुरा गरौँ हामी है। हजुर, गरौँ न, केही छैन। तपाईँको यो लोकल कुखुरा है? हजुर, लोकल कुखुरा, यी गाउँकै रैथाने कुखुरा। गाउँकै रैथाने कुखुरा। हजुर, हामीले गाईबाट चल्ला ल्याएको होइन, यी गाउँकै पोथीहरू ल्याएर आफै उत्पादन गरेर। यो कति जति होला नि तपाईँका यो कुखुराहरू, लोकल कुखुरा? अनकाउन्टै भनौँ, 1000देखि माथि त छैन, 1000देखि मुनि 800 900 त्यस्तै मर्ने बाँच्ने बिक्री भइरहेछन्, निस्किरहेका छन्। काउन्टै गरेका छैन। सुरुमा कतिवटाबाट सुरु गर्नुभयो तपाईँले? सुरुमा एउटा भाले, दुईटा पोथी, त्यसपछि फेरि दुईटा, जम्मा 6वटा पोथी र एउटा भाले। जम्मा सुरुको भाले पनि छ हामीसँग? छ, त्यो भाले छ। अनि एउटा भाले दुईटा पोथी देखे है? यो यत्रो संरचना ती दुईटैबाट? 6वटा भयो, दुईटा त्यो उठाएर अन्डा पारेर उठाएर बसेपछि भालेले त चाहियो पोथी, अनि फेरि दुईटा ल्याएर दिउँ होइन, त्यो निस्किनु फेरि त्यही पनि बसे। यो चल्ला छोडेको छैन, अनि फेरि दुईटा ल्यायौँ। 6वटा भएपछि अनि ठिक्क दुईटा उचाएर चल्ला छोडेर निस्किए, अनि रोटेसन भयो त्यसरी। एकचोटिमा कतिवटा चल्ला निकाल्छन् दिनुहुन्छ तपाईँहरूले भन्नु न? पार्न त कतिवटा? कति पार्छन्, हामीले दिन चाहिँ 11वटा र 13वटा गरेर दिने गरेको छ अन्डा। हजुर हजुर। ठुला पोथीलाई 13वटा, 11वटा। अब कुनै यस्तो हुँदो रहेछ, कोही 10% निकाल्छ, कुनै अब अन्डै बिग्रेको भाले नलागेको हुनसक्छ, या अन्डै खोलिएको हुन नि सक्छ। त्यसमा कोही न कोहीमा कम्ती हुन्छन्, नत्र भने त बराबर अन्डाबाट निस्किरहेका छन्। 11वटा अथवा 11वटा 13वटा यो भयो भने चाहिँ एउटा ठिक्क उसले निकाल्छ। एउटा दुईटा खोल्याए पनि एउटा दुईटा होइन, त्यो मैले भने 11वटा दियो भने 8वटा निकालिदियो भने भयो। अरू ननिकाल्ने केही फरक पर्दैन, तर निकाल्छ राम्रो अन्डा खोलिएको छैन भने। 22 दिनमै निकाल्ने भयो निकाल्दा त? खोइ यो यसमा चाहिँ खोइ भन्न अब आफू त्यति विज्ञ पनि होइन, गरिरहेछ। नर्मली 22 दिन भन्छन् कुखुराको, त्यही भएर 19 दिनमै निकालेछ। 21 दिन 22 दिन भनौँ न, 19 दिनमै निकालिरहेछन्। कोही लिमिटै मैले देखि 19 देखि 21 22 दिनभित्रमा निकाल्ने रहेछ। अनि सानो हुन्जेल यो उसमै राख्नुहुन्छ कि सुरुदेखि नै तल छाडिदिनुहुन्छ? होइन, अब त्यहाँबाट त्यो तल्ला निस्किने बित्तिकै त्यो सेक्सनबाट यो सेक्सनमा हामी ल्याउँछौँ माउ सुत्दै। त्यतापट्टि उठाएर बसेका छ। हजुर हजुर। त्यहाँबाट त्यहाँबाट ल्याएर यो सेक्सनमा राख्ने। भनौँ न 1 महिना, तपाईँको 10 दिन भन्छन् भन्दा चाहिँ, तर 1 महिना राखेपछि आफै त कुखुराले कोहीले लक्षण के देखाउँछ, चल्ला ठुङ्ने देखाउँछ, कोहीले छटपट गर्ने, कोहीले ती भित्र भाले नल्याइकन अन्डा पारिदिन्छ। तपाईँलाई सुरुमा कहाँबाट चाहिँ यो प्रोत्साहन मिल्यो, यो यही गरौँ, लोकल कुखुरै चाहिँ पालौँ भन्ने? मलाई प्रोत्साहन भन्दाखेरि म विदेशी रोजगारीमा थिएँ क्या। हजुर हजुर। बाहिर। हजुर हजुर। कुन ठाउँ बस्नु? म कतार बसेको। हजुर हजुर। अनि अब सधैँभरि विदेशै बसेर भएन होइन, केही त गरौँ, के गरौँ मनमा खेल्थे। मोबाइल हेर्ने, उही बस्दा नि हेर्थेँ क्या मोबाइलमा, मैले युट्युबमा हेर्थेँ यसरी नै कुखुराको, बाख्राको, अग्रम फग्रम दुनियाँ हेर्थेँ। म एउटा मात्रै देशको हेर्दिनँ, म पाकिस्तानको पनि च्यानल हेर्थेँ, श्रीलङ्का, घाना, क्यामरुन, हर देशको हेर्थेँ क्या, कस्तो तरिकाले उनीहरू पालिरहेका छन् भनेर। अनि यो प्रविधि चाहिँ मलाई त्यो हुन्छ, हाम्रो पुरानो जमानाको प्रविधि हो यो चाहिँ। एउटा दुईटा गरेर पाल्थ्यो, अहिले त हामीले पुरा व्यवस्थित तरिकाले पालिरहेको छौँ होइन। इन्डियामा महाराष्ट्रमा एउटा च्यानलमा देखेँ क्या, जो हामीले त डोको राखेको छौँ, उसले त टक्क टिन, त्यो तेलका टिन हुँदैन, ट्याक्क टिन काटेर लाइ टिनै भित्र
तेलको टिनमा तेलको टिनमा काटेर त्यहीँभित्र तेलको पारेर राख्थे र कहाँ ठाडै त्यहीँभित्र राखेर कुखुरा त्यहीँभित्र ती अन्डा ओथारा बस्ने अन्डा पार्नु त्यसो गरेर देखेँ क्या मैले त्यो चाहिँ। हजुर हजुर अनि अब त्यसले टिनमा हुन्छ भने त हाम्रो दोकान गर्दै गऱ्यौँ न नेपालको डोका प्रविधिक अनुसारले गर्दै गऱ्यौँ गरेर यसो सोचेँ होइन डोकाले नि ठाउँ धेरै खाने भयो धेरै खाने भयो अनि त्यो क्रेट छ नि सब्जी सब्जी क्रेट त्यो क्रेट सही लाग्यो अनि अस्ति गएर उति चोकबाट 70 रुपियाँ गोटाले 11वटा लिएर आएँ। 11वटा परीक्षण गर्नु पर्यो नि त के नै हुन्छ के नै भनेर हुन्छ त्यहाँ 3वटा मजाले बसिरहेका छन् त्यसैमा डोकाले खायो ठाउँ धेरै यहाँ पनि रहेछ तपाईँको डोका यो चाहिँ सबै अन्डा पार्ने हो नि सबै यी सबै अन्डा पार्ने यो सबै अन्डा पार्नको लागि अन्डै मात्रै अन्डा मात्रै ओथाराको लागि माथि अब यहाँ अब बसिहाल्यो भने पनि यिनीहरूलाई यहाँ राखिँदैन यसलाई लगेर माथि नै राखिन्छ। अनि सर्पा भ्याउसोहरूले खाने ओर्ने कतिको डर हुन्छ सर्प भ्याउसो त भन्दा तपाईँ सानातिना सर्प त यिनीहरूले कुदाउँछन् यिनीहरूले कुदाउँछन् हजुर हजुर ठुलो सर्प त्यसरी आज छैन होइन सानातिना हरारे फरारे पनि कहिले कहिले बोकेर कुद्छन् यिनीहरू कुद्छन् मुन्ने डुगुरे मुसा भयो यी भयो यिनीहरूले बोकेको अनि तपाईँको त्यो भयो अर्को कुरो न्याउरी अलिकति दुःख दिन थियो न्याउरीले चाहिँ अलि जङ्गल थियो पहिले अलिक जङ्गल छैन त्यो चल्लालाई चिल्ले खाने गर्ने चिल्ले खाने भन्दाखेरि भित्रै छन् साना यिनीहरू त आउँछ आएपछि अब एउटाले कर्र गर्ने बित्तिकै अब सावधान भइहाल्छन् अब उसले कर्र गर्ने आफू पनि सावधान हुनु पर्यो आयो माथि सङ्केत त यिनीहरूले दिन्छ मेन कुरो यिनीहरूको भाषा बुझ्नु पर्ने रहेछ क्या बुझिँदैछ भनौँ न बुझिँदैछ। अनि यो ओथारो बस्दाखेरि सुलसुलेले कतिको दुःख दिन्छ यसले त व्यापकै गर्छ नि एउटा दुईवटा गाउँमा घरमा पाल्दा त होइन सुलसुलेले दिन्छ नदिने दुःख तर अहिले त खर उता निमपतिको पत्ता मैले चाहिँ के गर्ने गरेको थिएँ भने अहिले निमपति सानै छ टिपेर निमपतिको पत्ता क्या ओथारो पत्ता ओछ्याइदिने अनि माथिबाट पराल राख्थेँ त्यसो गर्थेँ होइन अब बाइचान्स त्यसो परि पनि हाल्यो भने अब उयो रूढिवादी परम्परा भन्छन् नि त्यहाँबाट निकाल्यो नि माउला लगेर पानीमा चोपिदियो सुलसुले पानीले मर्छ चोप्यो अनि छोडिदियो त्यो भएकोलाई के गर्ने गर्छ त्यो ओथाराबाट निस्क्यो नि त्यो पर सरक निकाल्यो फालिदियो त्यहाँनिर आगो भन्दा उही फालिदियो अहिले त्यहाँ दाना खाना छरिया हुन्छ उसलाई शीतले पानीले मरिहाल्छ अनि त्यो चाहिँ डोकामा हल्का स्प्रे दबाई स्प्रे हल्का हल्का अब यता पनि कुखुरा छ उता पनि कुखुरा छ बचाएर गर्नु पर्यो नि हल्का तरिकाले ठिक ल हेर्नुहोस् कति मजाले कुखुरा आएका हेर्नु न यिनीहरू बोलाएपछि नि यसो अलिकति केही दिनै पर्छ क्या केही दिनै पर्छ किनभने अब यो नदिएपछि खाली त बोलाउनु भएन होइन होइन अनि यिनीहरूलाई के भने बोलाएपछि खानेकुरा दिन्छ भनेर कुदेर आउँछन् किनभने त्यति मुख बोलाएर मात्रै भएन केही त दिनै पर्यो यिनीहरूलाई खानको लागि अनि अब यसरी आएपछि यिनीहरूलाई सजिलो पनि भयो क्या यिनीहरू बोलायो कसैलाई कुन चाहियो छापाको पक्रियो दियो त्यही गरेर आउँछन् मजाले आउँछन् आउँछ होइन दुई तिनवटा चाहिँ अलिकति चङ्खो भइरहेछन् ती बिउ भाले कि तिनीहरूले त्यसका साथीहरू लगेको देखे पनि होला नि त्यही कारणले अलिकति बाटो भएर छेउ पर्दैन दुई तिनवटा भाले छन् ओथारोको चाहिँ यतापट्टि है ल पुरा व्यवस्थित बनाउनु भएको छ नि त हजुर माउले छोडेका चल्ला अलिक ठुला भएपछि ला एउटा बिरामी भइरहेको छ यो अलिकति यस्तै पनि फाटा फुटाइ अन्डा खोज्दै आएका यिनीहरू
अन्डा खोज्ने हो कि अन्डा पार्न आएको त्यस्तै छ ए यो यता कुखुरामा एउटा दुईटा बिरामी हुनु भनेको नि बाइनरै जस्तो लाग्छ क्या मलाई माइनरै हो ए ल व्यवस्थित गर्छ अनि त्यो यही भन्नुभयो तपाईँले अघि है यो क्यारेट लिएको चाहिँ त्यहाँ बसिरहेको ए तिनवटा डोकामा मजाले बस्दा रहेछन् साइजको डोकामा अलिकति यो डोकाले गर्दा यिनीहरू चल्ला छन् यो भित्र चाहिँ अहिले त्यसले चाहिँ चल्ला निकालेको एक दुईवटा चल्ला निकालेको छ किनभने यिनीहरूलाई डिस्टर्ब नहोस् भनेर ए हजुर नेटले घेरिदिने गरेको ए अनि यो बत्ती चाहिँ बालिदिरहनुहुन्छ कि होइन बत्ती भन्न के हो भने उता ढाकीमा छ नि चल्ला हजुर तिनीहरूको लागि कनेक्सन यो आएको हुनाले त्यो बाल्दाखेरि यो पनि बल्यो ए त्यो पनि भयो यो चारो चाहिँ कुन चारो खुवाउनुहुन्छ यो ब्रोइलर दाना जो चाहिँ खासमा यिनीहरूलाई भन्दा पनि कि ओथारा हालेर राखेको हो कि हजुर यिनीहरूले नि खान्छ ए यो दाना त्यसरी ओथारो बसेकै ठाउँमा चारो पनि दिनुहुन्छ त्यसो गर्यो भने चाहिँ निक्लिँदैन भनेर कि चल्ला छोडेर बाहिर आउँदैन चल्ला पुऱ्याउँदाखेरि माउ हतपत निस्किँदैन जसो चल्ला आफ्नो कम्प्लिट गर्दैन झर्दैन तर खासमा ओथारा बसेको बेलामा पानी चारो यसरी राख्ने गरेर यहाँ सानो बच्चालाई जाडो हुँदैन है माउले ओथारी राखेको हुन्छ त्यही त हो नि माउले उतारेको हुन्छ अब यिनीहरूलाई जाडो भयो भने ए अब यिनीहरूलाई तल चाहिँ कहिले लाने अब यिनीहरूलाई के भने अहिले बेला भएको छ थाक्नुपर्छ किनभने अब यी यस्तालाई त नझर्ने यस्तालाई त्यस्तालाई भयो त्यो नाङ्गे भुटुङ्गे छन् नि हजुर यिनीहरूलाई चाहिँ राख्ने गरेको तर त्यो भयो यिनीहरूलाई चाहिँ बिस्तारै ए अनि आँखा पाक्ने ओर्ने रोग आउँछ कि आउँदैन यो चल्लाहरूमा फाटा फुट्टा देखिन्छ नि त्यो दबाई खुवाइहाल्नु त्यस्तो सबैमा लाग्ने नि एउटा दुईवटा अब आइरहेको छ आउँछ तर त्यस्तो के भन्छ तपाईँको प्रविधिको भनौँ सिब्रो लगाइदिने गरेको छ ए चल्ला ओथार्दैछ यहीँ खाँदैछ यो चाहिँ बाहिर झर्छ भनेर यस्तो गर्नुभयो है अब यो यस्तो हो क्या अरू नचढौँ हजुर अब झगडा यस्तो चढेर झगडा गरेर चल्ला ठुलो भने जाडो हुन्छ भनेर चाहिँ अब यसले कतिवटा निकाल्यो हेर्नु पऱ्यो यसो अन्त खोक्रा हुन्छन् क्या खोक्रा हुन्छ खोक्रा बिहान मैले 5वटा निकालिदिएको थिएँ अब 4वटा अन्डा राख्यो एकदम 11वटा दिएकोमा 4वटा बाँकी छ अरू निकालिसक्यो छोपिदिनुपर्छ चारो हालेको अनि के भन्छन् भने जस्तो ओथारोलाई दिनुभयो तपाईँले यो ब्रोइलरकै हो होइन यो चारो ब्रोइलरको चारो खुवाएपछि ओथारो बस्दैन पनि भन्दा रहेछन् कोही कोहीले उहाँहरूलाई थाहा होला हामीले बसिरहेको छ है 1-1.5 वर्ष अब मान्छे पछि कुरो अब हामीले जिरहेको छौँ खाइरहेका छौँ त्यही त अब यी सबै भोक लागेको ओर्लिन्छन् धान ब्रोइलर दाना खाने बस्ती गएर बस्छ यिनीहरूले तल जान पाउँदैन यिनीहरूलाई यी बस्यो अब तल्ला निकालिन्छ नि बसे यो ओथारा बस्ने है हजुर त्यहाँबाट तल्ला कोराइसकेपछि यो सेक्सनमा हामीले लगभग एउटाको कतिवटा 12-15वटा 12-15वटा छ 10-12वटा 10-12 12वटा त्यस्तै यसो हो नि त ए कुनैले चल्ला कमै निकाल्छ क्या अन्डा खोलेको हुन्छ हजुर एकसाथै एक दिन अगाडि पछाडि गर्छ केही फरक पर्दैन मर्ज गरेर राखिने गरेर किनभने ठाउँको कमी अर्को कुरो अब चाडालाई 1 महिनासम्म छोपेर राख्नुभन्दा त ऊ त्यसमा नि त्यसले 8वटा निकालेको 4वटा त्यसको मर्ज गरेर 12वटा बनाएर त्यो कुनै सानो कुनै ठुलो छ त्यही भयो साथी मैले कोरोली हाल्दो रहेछ अब यहाँ यस्तो छ हेर्नु यो बत्ती लगाइदिनुको कारण चाहिँ तातो है हुन त अर्को खाले बत्ती हो हिटिङमा त माउ भएको हुनाले उज्यालो पनि हुन्छ माउ भएकाले माउले ओथारी हाल्छ आखिरी अब यो नयाँ गर्न चाहनेहरूको लागि तपाईँ के भन्नुहुन्छ सन्देश के दिन चाहनुहुन्छ सन्देश त हेर्नु काम जुनै पनि सुखको काम त जुनै पनि हुँदैन सबै आफ्नो आफ्नो लाइनमा आफ्नो काम गर्ने मान्छेलाई थाहा हुन्छ हुन त अब म ड्राइभिङ गर्ने मान्छे ड्राइभिङ पेसाको मान्छे
त्यो ड्राइभिङ गरेको त मलाई थाहा छ नि के छ त्यसमा भन्ने होइन। हो अब यत्रो वर्ष गर्यो, अब यही नै आफ्नै गरौँ न, के अर्काको कति गरेर बस्ने भनेर आफ्नो लागि यतातिर हजुर होइन। गर्नुहोस्, आफूले सके क्षमता अनुसारले गर्नुहोस्, एकचोटि धेरै नगर्नुहोस्। किनभने अब एकैचोटि मैले 2000 तल्ला ल्याएको भए सुन्नु, पहिला नम्बर मार्केट हो त किन हालेर सुरु गऱ्यौँ थोरैबाट, बिस्तारै व्यापक हुँदै गयो। फलाना गएपछि कुखुरा पाउँछ, अन्डा पाउँछ, त्यहाँ गएपछि पाइन्छ है भन्ने ढुक्क छ क्या मान्छे। र अर्को कुरो हामीले खास गरी यो यतै लोकलकै लागि बढी गरिरहेको छौँ क्या। अहिलेसम्म हामीले बाहिर कहीँ लगेर बेच्नु परेको छैन। हजुर लगभग आम्दानी कति जति होला महिनामा अब यति बेलाको स्टेजमा? खै यो त्यो आम्दानी भन्नाले नि होइन एउटा अनुमान भनौँ न, एक्ज्याक्ट त भएन, अनुमान मेरो चाहिँ विचारले खर्चहरू उ गरेर। खर्चहरू जे जस्तो भए पनि आम्दानी भने यहाँ कुखुरा बढेको छ नि, त्यही हो आम्दानी अहिले चाहिँ। अहिलेको लागि अहिलेको लागि धेरै भएको छैन नि त तपाईँको भएको 2 वर्ष 2 वर्ष भयो, जुन बिग्रिनु भइरहेको छ। आम्दानी भनेको म चाहिँ उतातिर के कति भयो त्यो हिसाबमा हामी कसलाई देखाउनु छ र आफ्नो आम्दानी भन्नाले अब हाम्रो कुखुरा बढ्दैछन्, त्यही हो आम्दानी। अनि चारोको लागि चाहिँ के, अब त्यो बच्चाहरूको लागि ओथारोबाट निकालेहरूको लागि चाहिँ हामीले देखिहाल्यौँ ब्रोइलरकै चारो खुवाउनु भयो। हजुर अनि यी ठुला तल झारेकालाई चाहिँ के खुवाउनु? ठुलाकालाई चाहिँ हजुर अब अहिले खुल्ला चर्छन्, खुल्ला बेलुका अब अहिले मकै चढ्छ। ए जस्तो गाउँघरमा हुन्छ त्यही तरिका, त्यही हो। त्यही नै हो। यसको लागि कुनै नयाँ केही छैन? यिनीहरूलाई त्यो दाना, अब यिनीहरूले दाना पाउँदैनन्। जस्तै झारहरू खाए यस्तै खाए, धान खाए, मकै अहिले पाउँदैन, मकै धान झार खाए, यिनीहरू त्यही हो। धान चाहिँ यिनीहरूको लागि 20-25 मन राखिदिनै पर्यो। धान चाहिँ किन बिहान र बेलुका दिने गरेको छ धान? चामलहरू होइन, धानै चाहिँ धान चामल दिने गरेको छैन। चामल दिएको छैन हो, वही भात पाकेर त्यही उब्रेको भातहरू मै भन्नुभयो यसलाई पानीको लागि चाहिँ पुरै ड्रिङ्करमा हालेर राखिदिरहेको छु। मै। हजुर हजुर अब आफ्नै गाईको मही छ, अब त्यो के आफू खायो नखायो यिनीहरूले खान्छन्, दिइरहेको छु। भनेपछि अहिले सन्तोषजनकै छ तपाईँको यो लोकल कुखुरा पालन? मलाई मेरो विचारमा चाहिँ जे छ ठिकै छ, आफ्नो खेतमा आएर बसिएको छ। हजुर हजुर लिजमा लिनु परेको छ, आफ्नै खाना बनाएर बसेको छ, गरिँदैछ होइन। म त यही भन्छु, अब मान्छेलाई रहरले त कोही विदेश जाँदैन, बाध्यता परिस्थिति। तपाईँ स्वयं आफू पनि विदेश गएर आउनुभएको? आफू गएर बसेर आएको। हजुर जानुहोस्, नजानुहोस् भने जानुहोस्, आफ्नो परिस्थिति त्यस्तै छ, जानुहोस्, भित्र पैसा कमाउनुहोस्, ल्याउनुहोस्, आफ्नो ठाउँ छ भने आउनुहोस्, गर्नुहोस्। अब मैले कुखुरा गरेँ, तपाईँ बाख्रा गर्नु अथवा जे सक्नुहुन्छ, एक्लै ठुलो नगर्नु। अहिले अब युवाहरू तपाईँको अब गल्फतिर त्यति जान मन गर्दैनन्, यता युरोपतिर जान खोज्छन्। युरोपतिर जान त्यही अब 10-12 लाख चाहि नै हाल्छ, अलि राम्रो ठाउँमा जान लगाएर गर्नुहोस् न। अब त्यही कुरा म आउँदैछु त्यहाँनिर। मैले त त्यही भनेको, त्यो 10-12 लाख रुपियाँ यहाँ लगाएर गर्नुहोस् त, त्यो उता लगाउनु साटो। भनेपछि 10-12 लाख पनि चाहिएन सुरुमा यो गर्नलाई त? ए बाबा सुन्नु, मैले त विदेश गएर कमाएँ, मैले यतिको स्ट्रक्चर बनाएँ, किन त्यत्रो ऋण गर्ने? बाँसै खुट्टा लाएर घेर्नुहोस्, त्यसैबाट आम्दानी सुरु गर्नुहोस्। बिस्तारै अब यति गऱ्यो नि, अब यतिबाट यसैबाट के हुन्छ, अब यहीँबाट गर्दैछु अझ फेरि यसलाई। अब खासमा यो एउटा सुरुमा चाहिँ यो थियो तपाईँको, स्टार्टिङै यही भयो यो। अनि त्यो पनि खासमा यसैको लागि तर टेम्पररी बस्न बनाएको छ। टेम्पररी बस्नलाई अहिले गर्दैछु मान्छेकै लागि। पछि कतिको अब गर्दैछौँ भनौँ भएछ भने अनि तपाईँको अनि भविष्यको केही योजना केही छ कि अब यो कुखुरालाई अझ बढी कुनै आधुनिक तरिकाले गर्ने सोच छ कि के कस्तो छ? आधुनिक तरिकाले भन्दा पनि यसरी नै बढाउँदै जाने, अझै भवनहरू थप्दै जाने। मैले चाहिँ अब यसबाट सुरु गरेँ। जस्तो अहिले 10वटा 14वटा ओथार्ने चल्लाहरू दिनुभयो, कतिवटा छ अहिले ओथारो बसेका? लगभग अहिले 11वटा बस्यो। 11वटा। अब यसलाई चाहिँ 50वटासम्म बनाउने अथवा बढाउँदै जाने विचार छ। किनभने अब यो बिस्तारै मैले डोको हटाउँछु। हजुर हजुर त्यो क्रेटले। ए हजुर हजुर 2 चाङ बनाएर क्रेट राख्दाखेरि 2 चाङ बनाए, एउटा मुनि जान्छ एउटा माथि जान्छ। यो डोकाले अलि धेरै उडेर जान सक्छ नि त लोकल भएकोले।
अनि अलिक हल्का भाटा निकालिदिनु नि त हिँड्नलाई हिँड्नलाई, ए। राखिदियो भने त अहो, भइहाल्छ। त्यही योजना गरिरहेको क्रेट ल्याएर ट्याक्कै क्रेटमा नि अब क्रेट 3 वटा ल्याएर राखिदिनु त्यहाँ बसिरहेछन्। बसिरहेछन्। त्यो पनि अनुभव गरौँ न अनुभव एउटा गरौँ कस्तो न, हुन्छ। क्रेटमा अलिक तातो पनि भयो। किन डोकामा गऱ्यौँ डोकाबाट भयो डोकालाई ठाउँ धेरै तर खाइदियो। डोका अलिक सानो साइजको राख्दा पनि हुने रहेछ, सानो साइजको डोका। सानोमा अलिकति के हुन्छ भने हुन्छ त अलिकति चल्लाहरू कोरेको बेलामा दानाभन्दा बढी कुखुराले पानी खाँदो रहेछ कि ए, पानी अनिवार्य दिनै पर्छ। अब दाना पनि अब अलिक खुल्लै चाहियो। अलिक खुल्लै राखेर पानी पोख्यो भने पनि ओहो, अन्त चल्ला भएपट्टि नजाओस् पानी नजाओस्, फेरि चिसोले चल्ला। चल्ला मर्न डर हुन्छ। अ, अलि वरिपरि राख्यो पोख्यो भने तिम्रो तल चल्ला, उतातिर नजाओस् ए। त्यो हिसाबले राखेको। कोही साथीभाइ पनि आउनुहुन्छ होला, अब लोकल कुखुरा ल झ्याप्प खाउँ कता के भन्नुहुन्छ होला, देखेर दङ्ग पर्नुहुन्छ होला कोही साथी पाहुनाहरू आउँदा। अब साथीभाइ सबै थाहा भयो अब यसरी तपाईँहरूले इन्टरभ्यू लिनुहुन्छ युट्युबमा हाल्नुहुन्छ। अब साथीभाइ त देश विदेशका सब साथीभाइ देख्नु हो फलाना गजब पो गरेछ कतिले फोन पनि गर्नुहुन्छ हो। सन्तुष्ट हुन्छ, आफूलाई आनन्द लाग्छ। होइन सन्तोष चाहिँ भनौँ न अब धेरै वर्षदेखि सरकारी नोकरी गरेँ। आफ्नै गरेका आफ्नो यो छ यो छोडेर हामी अन्त जानु के गर्नु के गर्न जानु। जस्तो हुन्छ यो जस्तो गरौँ खसेको दिन धेरै 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 खुसी लाग्यो आफ्नो गाउँ ठाउँमा यस्तो भएको देख्दाखेरि। अब साँच्चै भन्नु हो भने यहाँ हेर्नु न कुखुराको लोकल कुखुरा खानु पर्यो मासु भने कुखुरा यहाँ पर डेरी तुलाचनमा दुध दहीको लागि उहाँ भनौँ यति पनि विकासै भएको त्यहाँ चाहिँ ऊ छ हाम्रो डायरी छ दुध डायरी छ, दुध डायरी छ। दुध दही चाहियो भने त्यहाँ छ त्यहाँ छ, कुखुरा यहाँ छ यहाँ छ। यहाँ पर पनि रहेछ नि एउटा त्यो कुखुरा यता बुढे सिमल त्यो खै त्यो लोकल अर्को पालेको यो अन्डा दिने लेस के भन्छ, लेयर्स पालेको लेयर्स। छन् अहिले म गएको पनि थिइनँ। अब उहाँहरूको करोडको लगानी हामीले सानोबाट हामीले त्यो सुरु चाहिँ अब गरेको अलि अब त्यत्रो उनीहरूको भनेको अब अनुदान सनुदान सबै पाउनेन हामीहरू आफ्नै गरिँदैछ। अब हेरौँ गरिँदैछौँ 2 वर्ष भयो। हजुर हजुर गर्दैछौँ है। ल तपाईँले 2-4वटा कुरा राखिदिनु भयो, समय दिनुभयो आफ्नो अमूल्य समय, त्यसको लागि तपाईँलाई धेरै धन्यवाद है। आगामी दिनहरूमा हामी आउनेछौँ र आशा छ तपाईँको यो संरचना हेरेर तपाईँको बिजनेस हेरेर तपाईँको यो घर आएपछि एउटा भनौँ न फर्म हेरेर हाम्रो युवाहरू विदेश जान आँट्नु भएका युवाहरूले पनि केही सिक्नुहुन्छ कि केही गर्नुहुन्छ कि स्थानीय स्रोत साधन प्रयोग गरेर होइन केही गर्नुहुन्छ कि भन्ने आशा लिन्छौँ। भिडियो हेर्दै गर्नुहोला, मन परे लाइक सब्सक्राइब गर्नुहोला। हस्त नमस्कार।